हेलो फ्रेंड्स, म आजको भिडियोमा चाहिँ जावास्क्रिप्ट के स्क्रिप्टिङ ल्याङ्ग्वेजमा चाहिँ के पढ्ने कसरी चाहिँ अगाडि बढ्ने भन्ने भिडियो लिएर आएको छु। भिडियो लास्टमा हेर्नु, म एकदम इम्पोर्टेन्ट टपिक चाहिँ लास्ट क्लासतिर म त्यो यसो त्यो रेडले मार्क गरिदिन्छु। अनि अहिले चाहिँ अब सुरु गरौँ है त। सबैभन्दा सुरुमा ढुक्कसँग के पढ्न सकिन्छ भन्दाखेरि PHP ढुक्कसँग PHP पढ्न सकिन्छ है। यस्तो धेरै टेन्सन लिनुपर्ने केही पनि छैन PHP मा। PHP जस्तै पहिलेको सेमेस्टरमा पनि जावा पढेरै आएको हो, हामी जावा पढेरै आएको हो। त्यसमा नि उप्सको कन्सेप्टहरु छ। त्यसैगरी PHP मा नि अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ हुन्छ। अब जावाबाट PHP मा शिफ्ट हुन धेरै टाइम लाग्दैन, तर आफ्नो 2 घण्टाको कीमती टाइम चाहिँ तपाईहरुले PHP मा दिनुपर्छ है। PHP को युज के हो, PHP र जावास्क्रिप्टमा के डिफरेन्स छ, PHP को थ्रुबाट डेटाबेसमा लिंकिङ गराउन मिल्छ, त्यो चाहिँ के को थ्रुबाट हुन्छ, SQL को थ्रुबाट त्यो कसरी गराउने त्यो पनि हेर्ने है। त्यो हेरिसकेपछि अरु इम्पोर्टेन्ट क्वेशन PHP बाट के छ भन्दाखेरि एउटा त यो एरे हो। एरे को टाइप्स पनि सोधेको छ यसमा। त्यो एरे को टाइप्स हैन, एग्रिगेट एरे त्यसको बारेमा सोधेको छ। अनि फर इच लूप पनि सोधेको छ। अनि फर्म ह्यान्डलिङ त यो लगभग फिक्स क्वेशन हो। 10 मार्क्स मा त 100% स्योर सोध्छ। अनि त्यसपछि बाँकी भनेको अलिकति इम्पोर्टेन्ट, तर अहिलेसम्म सोधेको चाहिँ ठ्याक्कै यही चाहिँ सोधेको छैन, तर यसको युज हामी कन्स्टेन्टली गरिरा हुन्छौं। PHP को गेट फंक्शन, पोस्ट फंक्शन, रिक्वेस्ट फंक्शन र डेट फंक्शन हुन्छ। इनबिल्ट फंक्शनहरु हो PHP को। यति हेरेर गइसकेपछि PHP को म्याक्सिमम टपिकहरु कभर हुन्छ। र हामीले पहिलेको सेमेस्टरमा नि एकदम लटाइम दिएर पढेको चिज PHP सेसन र PHP कुकीज छ। पहिलेको सेमेस्टरमा सेसन र कुकीज भनेर मात्र पढेको थियौं र एक्जाम्पलमा मात्र PHP को सेसन कुकीज हेरेको थियो भने नेपालीको प्रोजेक्टमा नि सेसन र कुकीजको बारेमा राम्ररी बुझेकै छ। त्यो पनि हेरेर जाने, यसको डिफरेन्स बिट्विन पनि हेर्ने र कोडिङको एस्पेक्टबाट चाहिँ सेसन कसरी क्रिएट, डिलिट र रिट्रिभ गर्न मिल्छ हैन, कुकीज पनि कसरी क्रिएट, डिलिट र रिट्रिभ गर्न मिल्छ त्यति हेर्ने है। त्यो हेरिसकेपछि यहाँ मैले लेखेको छु एरो फंक्शन भनेर, त्यो पनि फंक्शन हेर्ने। अनि SQL त हामीले DBMS मा पढेकै छौं। यसलाई चाहिँ धेरै ध्यान दिनु पर्दैन किनकि यसबाट डाइरेक्ट क्वेशन आउँदैन। PHP मा लिंक गराएरै जहिले पनि DBMS र SQL सोधे हुन्छ है। सो अगाडि बढौं। त्यति पढिसकेपछि अर्को पढ्न सकिने, छिट्टो पढ्न सकिने कुरा र राम्रो मार्क्स आउने भनेको AJAX बाट हो। AJAX र jQuery छोड्दै नछड्ने। व्हाट इज AJAX, व्हाट इज jQuery भनेर यो दुईटा क्वेशन पढ्यो। त्यति पढिसकेपछि AJAX चाहिँ अब राम्ररी बुझ्ने के AJAX को कोड कस्तो हुन्छ, कसरी काम गर्ने, अगाडि कसरी बढ्ने AJAX बाट तिनीहरुले। र AJAX चाहिँ किन युज हुन्छ, त्यसको एडभान्टेज के हो, त्यति हेरिसकेपछि AJAX को कन्सेप्ट क्लियर हुन्छ। यसबाट कहिले पनि फिक्स्ड क्वेशन भनेर आउँदैन। क्वेशन आउन चाहिँ कन्स्टेन्टली आउँछ, तर यही क्वेशन हो भनेर चाहिँ आउँदैन। क्रिएटिभ हुन्छ क्वेशनहरु, केही कुरा बना भनिदिन्छ, त्यसलाई चाहिँ अब अन द मोमेन्ट प्रब्लम सल्भिङ गर्नुपर्छ हामीले। अगाडि बढौं jQuery मा। jQuery को डेफिनेसन पढ्ने, 4 इफेक्ट अफ jQuery मा युज हुने 4 इफेक्ट्सहरु के हो। अनि त्यसपछि यहाँ के लेखेको छु मैले, युज अफ सेलेक्टर्स भनेको के हो त्यो पनि हेर्ने र त्यो किन युज हुन्छ त्यो पनि हेर्ने है। त्यति हेरिसकेपछि अब जुम्लामा जाउँ। जुम्ला र वर्डप्रेस दुईटै मिलाएर सोधिरहेको हुन्छ, कहिलेकाहीँ त डिफरेन्स बिट्विन सोधिरहेको हुन्छ। इन्ट्रोडक्सन टु CMS एक दुई चोटी सोधिसकेको छ। यो रिपिटेड क्वेशन मध्ये एउटा क्वेशन हो। मैले यसलाई सुरुमै रेड टिक लगाइदिए किनकि यो इम्पोर्टेन्ट छ जुम्लाबाट है। जुम्लामा हेर एक्सटेन्सनको बारेमा पनि हेर्ने अलिअलि। अनि त्यसपछि त्यो टेम्प्लेट यो धेरै टाइम लाग्दैन, यो युट्युब भिडियो खोज्ने टक्क पढ्ने। अनि यहाँ MVC चाहिँ हामीले अगाडि सफ्टवेयर इन्जिनियरिङमा नि MVC पढ्नु पर्थ्यो, मोडल भ्यू कन्ट्रोलर भनेर। मोडल भनेको हैन, भ्यू भनेको UI जुन हामीले देख्छौं। मोडल भनेको चाहिँ भित्रको इन्टरनल आर्किटेक्चर अथवा ब्याकएन्ड हो। कन्ट्रोलरले चाहिँ यो दुईटै चीजलाई कन्ट्रोल ओभरअल कन्ट्रोल गराउने काम गर्छ। यसको डाटा कन्ट्रोलरको थ्रुबाट यता पास हुन्छ, यसको रेस्पोन्स यताबाट यता जान्छ। त्यति हेरिसकेपछि थीम र टेम्प्लेटको डिफरेन्स बिट्विन पनि हेर्ने र अब त्यति हेरिसकेपछि अरु क्वेशन के आउन सक्छ अगाडि बढौं है। अब हाम्रो यति हेरिसकेपछि एउटा PHP कभर भयो, अर्को AJAX कभर भयो, jQuery पनि कभर भयो, वर्डप्रेस पनि कभर भयो। अब ढुक्क यति भनेको लगभग पास हुने मार्क्स जस्तो आउँछ। अरु भनेको अब कोडिङ भनेको हामीले क्वेशन पेपर ल्याउने, पास्ट क्वेशन युनिबाइट्स भन्ने वेबसाइटबाट, त्यसबाट पढ्ने आरामले। अब उप्समा जाम है। हामीले जावामा आफ्नो 6 महिना एकदम कीमती 6 महिना वेस्ट गरेको छौं। वेस्ट त भन्न मिल्दैन, जस धेरै कुरा सिकिया छ जावाबाट। त्यसमध्ये हामीले एउटा एकदम हेभी टपिक पढेको उप इन जावा पनि थियो। उप इन जावाको कन्सेप्ट क्लियर छ नि PHP मा केही फरक छैन। जावामा डलर युज हुँदैन, PHP मा डलर युज हुन्छ है। डलरको त्यो अलिअलि सिन्ट्याक्स हेर्ने, बाँकी काम सब सेम हो। व्हाट इज कन्स्ट्रक्टर,
इनहेरिटेन्स भने कि पोलिमर्फिजम हो अलिकति हेर्नुपर्ने टपिक भने यहाँ पोलिमर्फिजम हो जावा जस्तो छैन पोलिमर्फिजम जावामा चाहिँ डाइरेक्टली कि त त्यो उ चेन्ज गराउन मिल्थ्यो डाइरेक्टली कोडमा गएर प्यारामिटरहरू चेन्ज गराउन मिल्थ्यो यसमा चाहिँ प्यारामिटर पास गराउनु पर्छ छुट्टै फंक्सनको थ्रुबाट मेथडको थ्रुबाट है त्यो हेर्ने अनि एक्सेप्सन कसरी ह्यान्डल गरिन्छ त्यति हेर्ने त्यो हेरिसकेपछि एउटा मेथड ओभरलोडिङ र ओभरराइडिङ हेर्ने सक्यो है इन्क्याप्सुलेसन चाहिँ अब थ्योरिटिकल एस्पेक्टबाट मात्र हेर्ने है यति हेरिसकेपछि सक्यो अनि स्ट्याटिक मेथड एमसीक्यूहरुमा नि आउँछ कसरी डिफाइन गर्छ एकचोटी सट्ट हेर्ने त्यो च्याट जीपीटीलाई सोधेर किनकि कोडिङ त पाए नि त च्याट जीपीटीलाई सोध्न कुनै पनि क्वेशन आउँछ नि च्याक्क च्याट जीपीटीबाट जाने सोलुसन आइहाल्छ अथवा यो पीएचपी जुन छ स्क्रिप्टिङ ल्याङ्ग्वेज हाम्रो यो पालिको स्क्रिप्टिङ ल्याङ्ग्वेज यहाँको हरेक टपिक यसको यहाँको हरेक टपिक चाहिँ च्याट जीपीटीलाई सोधेर एटलिस्ट कमन सेन्स वाला चीजहरु हुन्छ आई मिन जुन चाहिँ अलिकति भनौँ न एउटा कन्सेप्ट लिएर मात्र जान पाए नि एमसीक्यूमा धेरै हेल्प हुन्छ केही कुरा लेख्न आएन भने अब त्यही हो कपी भर्नको लागि काम लाग्छ हैन त्यति हेर्ने अब जावास्क्रिप्टमा चाहिँ के हेर्ने युट्युब भिडियो खोज्ने भन्छु म चाहिँ 1-2 घण्टा मजाले कोडिङ सिक्ने है सी हामीलाई आउँछ प्रोग्रामिङ ल्याङ्ग्वेज अगाडि नै अलिअलि त आउँछ अब नीड अफ क्लाइन्ट साइड स्क्रिप्ट यो एउटा थ्योरिटिकल क्वेशन हो पीएचपी र जावास्क्रिप्टको डिफरेन्स बिट्विन के हो एनएन भने के हो फिचर्स अफ जावास्क्रिप्ट के हुन् तिनीहरु हेरिसकेपछि यहाँबाट नि क्रिएटिभ क्वेशन आउँछ तर यहाँ रिपिटेड क्वेशन चाहिँ डोम भनेको डकुमेन्ट अब्जेक्ट मोडल त्यो जुन यतापट्टि जावास्क्रिप्टको फाइल हुन्छ यतापट्टि हाम्रो अर्को जावास्क्रिप्टको फाइल हुन्छ हैन ल यसमा एचटीएमएल को फाइल हुन्छ हैन यहाँ ल जावास्क्रिप्टको फाइल छैन डोम भनेको अब डकुमेन्ट डट भनेर युज हुन्छ नि डकुमेन्ट डट गेट एलिमेन्ट बाइ आईडी तिनीहरु सबै डोम हो अब त्यहाँ डोमको अरु पनि एक्जाम्पलहरु हुन्छ त्यति हेर्ने डोमबाट क्वेशन सोधिराख्ने हुन्छ त्यति हेरिसकेपछि हाम्रो अर्को भनेको ह्यान्डलिङ रेगुलर एक्सप्रेसन त्यो हुन्छ नि नाम यति लामो बनाऊ त्यसपछि अर्कोलाई यति छोटो बनाऊ फर्म ह्यान्डलिङमा नि पढ्नुपर्छ त्यो क्लाइन्ट साइडको फर्म ह्यान्डलिङमा क्लाइन्ट साइडको फर्म ह्यान्डलिङ नि राम्ररी हेर्ने एरे भनेको के हो फर इच लुप भनेको के हो एकदम मजाले पढ्ने इम्बेडिङ जावास्क्रिप्ट इन एचटीएमएल जावास्क्रिप्टको टाइप के हो त्यो सोधेको हुन्छ है त्यो पनि राम्ररी हेर्ने त्यति हेरिसकेपछि यो फंक्सन इन्भोकिङ गर्ने यहाँ एरो फंक्सन हो कि के हुन्छ यसमा नयाँ टाइपको एउटा फंक्सन हुन्छ यसरी कल गर्न मिल्छ अब त्यसलाई त्यो सिधै के नाम बिना पनि त्यो कल गर्न मिल्छ त्यो वाला फंक्सन पनि हेर्ने अनि त्यसपछि अरु भनेको यहाँ फर्म्स छ फर्म्स हेर्ने कुकीज हेर्ने सेसन हेर्ने सक्यो अब अरु भनेको चाहिँ के गरी पढ्ने भन्दा च्याट जीपीटीमा जाने टपिकहरु खोज्ने डेप्थमा पढ्ने होइन अब दिन पनि धेरै छैन त्यति हो अनि पास्ट क्वेशन हेर्न चाहिँ नबिर्सिनु होला ल बाइ बाइ म भ्याइ भने चाहिँ उ बनाइदिन्छु नि म रिभिजन वाला भिडियो ट्याक्क लाएर भोलि बेलुका 7 बजेतिर हाल्दिने